नमस्कार। के भयो चिन्तामा हुनुहुन्छ? एकदमै शरीर थकित भयो, एकदमै जिउ दुख्यो, अत्तालिनु भयो। त्यस्तो हो भने आई मिस यु। म सम्झिरहेको छु हजुरहरूलाई। हामी सिँ गरेर जसरी सिँगान फाल्छौँ नि, कचडा हो नि त फाल्नु त पर्यो नि त। यो त हाम्रो अधिकार छ हामीले कसरी फाल्ने हो भन्ने। शरीरमा मैला जम्मा भए पनि मिची 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 शरीरको मैला घोटी घोटी यस्तो दामी गराइदिन्छौँ कि छालालाई। अनि यो थ्रेडिङ गरेर आएको हल्का फुल्का भुत्लाले स्याटसुट्टै फालिदिन्छौँ कि। अनि कपाल फुलेछ भने चट्ट कलर लगाएर दामी गराइदिन्छौँ। हो त्यस्तै डेकोरेसन हाम्रो शरीरभित्रको डेकोरेसनलाई एकदम राम्रो क्युट च्याट्टको बनाउनको लागि चाहिँ हाम्रो डिटक्सिवानले फुल्ली भरपुर तरिकाले काम गर्छ। अब बडी सबैको फरक फरक छ, कसैको ढिलो हुन्छ, कसैको चाँडो हुन्छ, यो कुरा चाहिँ क्लियर छ। तर हजुरको शरीरमा भित्रको डेकोरेसनलाई कसरी मिलाउने हाम्रो डिटक्सिवान दाजुलाई थाहा छ। त्यही भएर हजुरहरूले सम्झिन सक्नुहुन्छ र मजाले आफ्नो बडीलाई सेफ राख्न सक्नुहुन्छ। किनकि अहिलेको वातावरणको माहौल र अहिले खानपिनको माहौलले त ठानिसकेछ के हामीलाई निरोगी चाहिँ हुन दिँदैन भनेर। अनि जति पनि खेतमा उब्जनी गरेछौँ बिना कीटनाशक औषधिको, बिना युरिया मलको, पोटास मलको कहाँ उब्जनी भइरहेछ त। अब ती सबै गएर खाद्य हाम्रो शरीरमा आउँछ। नत्र सानोमा जेन्टलमेन हुन्छ, रोगको पोका हुन्छौँ के। मन त छैन नि कसैलाई, तर पनि हुन्छौँ के, किनकि त्यस्तै छ वातावरण।